नमस्कार, म चाहिँ टहल। जुन यो आलमपु बस्तीहरू छन्, यहाँ यो चाहिँ अलिकति बाक्लो बस्ती पनि छ। गोरेटो बाटोहरूमा चाहिँ स्लेट ढुङ्गाहरू छापेका छौँ। हजुर। लगभग 2000 सालदेखि नै यहाँको थामीहरूले स्लेट ढुङ्गा खानीमा काम गर्दै आएको। ढुङ्गाहरू चाहिँ दोलखा, सिन्धुपाल्चोक, रामेछापसम्म पनि घर छाउनको निम्ति मान्छेले प्रयोग गरे हुन्थ्यो। 200-300 जना मान्छेहरू चाहिँ खानीमा जान्छन्। त्यो अब यो ढुङ्गालाई चाहिँ हामीले यहीँ युज गर्नुपर्छ, प्रयोग गर्नुपर्छ भन्ने हिसाबले जम्मै घर आँगनमा चाहिँ यो ढुङ्गा ओछ्याएर सबैजनालाई चाहिँ यो गोरेटो बाटोको सुविधा दिनुपर्छ भन्ने भएको छ। र हामीले श्रमदान प्लस अनुदान पनि हामीले यो काम गरिरहेछौँ। हजुर। अब त मेन रोजीरोटी भनेको त ढुङ्गा खानी हो। हजुर। हैन, अझ पहिलाको भन्दा एकदम आधुनिक ढङ्गले चाहिँ हामीले ढुङ्गा खानीमा बाटो पुर्याएका छौँ। 6 देखि 7 लाख रुपियाँको दैनिक चाहिँ त्यहाँबाट चाहिँ ढुङ्गा चाहिँ बिक्री वितरण 3 गाडी 4 गाडी 5 गाडी ढुङ्गा लानु भनेको 5 गाडी ढुङ्गा लानु भनेको लगभग झन्डै 20 लाख रुपियाँ जतिको चाहिँ कारोबार हुनुभयो। चाहिँ टोकटके छिनोहरू हुन्छ नि, त्यो प्रविधिबाट काम गरिरहनु भएको छ। खानीवाला मात्रै नभएर यहाँ चाहिँ जडीबुटीको एउटा धनी ठाउँ पनि हो। यहाँ जडीबुटी पनि प्रशस्त रूपमा पाइन्छन्। अल्लोको भाङ्रा जुन मैले पनि लगाइरहेको छु र महिला उद्यमी पनि हुनुपर्छ है भन्ने हिसाबले पनि यतिखेर म घुम्दै बिगु गाउँपालिका वार्ड नम्बर 6 आलमपुमा आइपुगेको छु। आलमपु परापूर्व कालदेखि थामी जातिको बसोबास भएको ठाउँ हो। यहाँको विशेषता भनेको थामी जातिको बसोबास र घरमा छाउने ढुङ्गा निकाल्ने खानी थियो र अहिले पनि छ। यो जस्ताको प्रयोगको सट्टा ढुङ्गाले घर छाउने चलन थियो र यो जस्ताभन्दा अति धेरै राम्रो टिकाउ पनि थियो। जब 2072 सालमा भूकम्प गयो, त्यसपछि घर छाउनको लागि प्राविधिकहरूले नछाउनको लागि सल्लाह दिएको यहाँका स्थानीय बासिन्दाहरू बताउँछन्। यस उत्पादनलाई गाउँमा प्रयोग गर्ने र नमुना गाउँको निर्माण गर्ने सोचमा रहेका छन् वडा अध्यक्ष। र तपाईँहरूले देखिरहनु भएको छ यो गोरेटो बाटो यिनै ढुङ्गाको प्रयोगले निर्माण गरिएको। हिँड्न सजिलो, सफा र सबैको घरमा पुर्याउने र यहाँका सबै पैदल यात्रीहरूको लागि विभिन्न धार्मिक स्थानहरूमा समेत यस्ता बाटोको निर्माण गर्ने लक्ष्य यस वार्डले लिएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो गोरेटो बाटो जुन सिलेट ढुङ्गाले निर्माण गरेको छ, यो सिलेट ढुङ्गा यहीँको खानीबाट निकालिएको हो। यहाँको विकासको लागि गाउँलेहरूको पहुँच पुर्याउने सोच तथा स्थानीय उत्पादन र यसको प्रयोग गरी बिक्री वितरण र रोजगारमा वृद्धि गर्नुको साथै आर्थिक रूपमा सम्पन्न वार्ड निर्माण गर्न लागिरहनुभएका वडा अध्यक्ष श्री टहलबहादुर थामीसँग गरिएको कुराकानी तपाईँहरूको माझमा राखेको छु। कृपया भिडियोलाई पुरा हेर्नुहोला। कस्तो लाग्छ लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। र यसको विस्तृत भिडियो फेरि म तपाईँहरूले कमेन्ट गर्नुभयो भने ल्याउने नै छु। नमस्कार, म चाहिँ टहल थामी, बिगु गाउँपालिका वडा नम्बर 6 आलमपुको वडा अध्यक्ष। हजुर। यसको बारेमा अलिकता मलाई भनिदिनुहोस् न। यो असाध्यै राम्रो काम गरिरहनु भएको रहेछ यहाँहरूले यो गोरेटो बाटोको। हजुर। यो गोरेटो बाटोको विषयमा चाहिँ अब यहाँ चाहिँ जुन यो आलमपु बस्तीहरू छन्, यहाँ यो चाहिँ अलिकति बाक्लो बस्ती पनि छ। हजुर। अनि यो हिँडुल गर्नको लागि पनि यसलाई चाहिँ एकदमै सहज होस्, मान्छेहरू चाहिँ हिँड्दाखेरि त्यस्तो खालको पानी जुकाहरू लाग्नेबाट चाहिँ अलिक टाढा रहोस् र उहाँहरूलाई त्यो सुविधा होस् भनेर हामीले बनाएको। र अर्को विषयको कुरा चाहिँ के हो भन्दाखेरि हामीले जम्मै यो गोरेटो बाटोहरूमा चाहिँ स्लेट ढुङ्गाहरू छापेका छौँ। यो चाहिँ किन छापेको भन्दाखेरि योभन्दा अगाडि जसरी 2072 सालमा भन्दा अगाडि चाहिँ यहाँ चाहिँ लगभग 2000 सालदेखि नै यहाँको थामीहरूले स्लेट ढुङ्गा खानीमा काम गर्दै आएको। त्यहाँ चाहिँ काम गर्दाखेरि चाहिँ यहाँको ढुङ्गाहरू चाहिँ दोलखा, सिन्धुपाल्चोक, रामेछापसम्म पनि घर छाउनको निम्ति मान्छेले प्रयोग गरे हुन्थ्यो। जब भूकम्प आयो, भूकम्प आइसके पछाडि चाहिँ अब ढुङ्गाको चाहिँ छानो चाहिँ अलिकति गाह्रो भयो। यो चाहिँ प्राविधि अनि इन्जिनियरिङ इस्टिमेट अनुसारको यो ढुङ्गा चाहिँ छाउन अलिकति हुँदैन है भन्ने खालको आइसके पछाडि यहाँका थामी जाति तोहरूले जति पनि ढुङ्गा खानीमा काम गर्नुहुन्थ्यो उहाँहरू एकदमै निराशापन हुनुभयो। र निराशा उहाँहरूमा आइसके पछाडि अब यस ढुङ्गाको चाहिँ केही विकल्पहरू गर्नुपर्छ। यहाँको मान्छे चाहिँ अब त्यो जुन 200-300 जना मान्छेहरू चाहिँ खानीमा जान्छन्। त्यो खानीमा जानको लागि चाहिँ अब वञ्चित भयो मान्छे चाहिँ दिनै तपाईँको चाहिँ घरमा बस्ने भयो र त्यसपछि चाहिँ कोही विदेशतिर जाने भयो युवाहरू भन्ने कुराहरू एकदमै समस्या भइसके पछाडि हामीले फेरि के गर्यौँ भन्दाखेरि अब यो ढुङ्गालाई चाहिँ हामीले यहीँ युज गर्नुपर्छ, प्रयोग गर्नुपर्छ भन्ने हिसाबले हामीले लगभग यो आलमपुको जति पनि चाहिँ बस्तीहरू छन्, टोलहरू छन्, त्यहाँ चाहिँ जम्मै घर आँगनमा चाहिँ यो ढुङ्गा ओछ्याएर सबैजनालाई चाहिँ यो गोरेटो बाटोको सुविधा दिनुपर्छ भन्ने हिसाबले हामीले अहिले चाहिँ यसरी गोरेटो बाटोलाई स्लेट ढुङ्गा छापेर चाहिँ बनाइरहेको छ। हजुर। यसको चाहिँ के लगानी
कति छ श्रमदान चाहिँ तपाईँहरूले चाहिँ श्रमदान उठाउनु भएको छ कि छैन के छ यसमा यो अहिलेको हामी जुन भिडियो बनाइरहेको छौँ यो चाहिँ बिगु गाउँपालिकाबाट चाहिँ 10 लाख रुपियाँको बजेट हो। हजुर अब यो चाहिँ काम लगभग चाहिँ भन्ने हो भने लगभग झन्डै 30-35 लाख रुपियाँको चाहिँ भइसकेको छ। हजुर हामीले चाहिँ यो चाहिँ अब ठ्याक्कै जुन ठाउँबाट सुरु भयो हजुर अन्तिम पनि गर्नुपर्छ भन्ने हिसाबले चाहिँ श्रमदान पनि यहाँको गाउँलेले है हामी पनि गर्छौँ भने एकदम उत्सुक भएर हैन उहाँ आफैले नै हामी गर्छौँ भन्ने हिसाबले पनि उहाँहरूले लाग्नु भएको छ र हामीले श्रमदान प्लस अनुदान पनि हामीले यो काम गरिरहेछौँ। हजुर अलिकता पछाडि फर्किँदाखेरि हामी अब यो विशेष चाहिँ थामी जातित्व बसोबास गरेको ठाउँ हो र यहाँ खानी ढुङ्गा खानीको अब अलिक चर्चा पनि छ। हाम्रो जिल्लाको चाहिँ महत्त्वपूर्ण ठाउँ र रिसोर्स भएको ठाउँ यो त्यसलाई चाहिँ अब भनौँ न भूकम्प पछाडि तपाईँहरूको चाहिँ यो जुन समस्या आयो प्राविधिक हिसाबले घर छाउन नमिल्ने भन्ने भयो त्यस पछाडि धेरै मान्छे बेरोजगार हुने त्यस्तो समस्याहरू केही आयो? समस्याहरू धेरै आयो। जब भूकम्प गयो भूकम्प गइसके पछाडि मान्छेलाई चाहिँ यहाँको त मेन रोजीरोटी भनेको त ढुङ्गा खानी हो हजुर हैन। लगभग 100, 150, 200 जना 300, 400, 500 जना चाहिँ मान्छे चाहिँ तपाईँको खानीमा जान्छन्। त्यसपछि मान्छे निराश भइसके पछाडि अब यसरी निराशिनु हुँदैन भन्ने हिसाबले हामीले अझ पहिलाको भन्दा एकदम आधुनिक ढङ्गले चाहिँ हामीले ढुङ्गा खानीमा बाटो पुर्याएका छौँ। ढुङ्गा खानीमा चाहिँ लगभग 3 ठाउँमा चाहिँ सिरान खण्ड, बीच खण्ड र पुछार खण्ड 3 ठाउँ ढुङ्गा खानीमा बाटो पुर्याइसके पछाडि अहिलेको यहाँ जति पनि ढुङ्गा खानीमा काम गर्नुहुन्छ खानीवालाहरू उहाँहरू एकदम खुसी हुनुहुन्छ र उहाँले चाहिँ दिनमा केही नभए पनि मलाई जहाँसम्म लाग्छ 6 देखि 7 लाख रुपियाँको दैनिक चाहिँ त्यहाँबाट चाहिँ ढुङ्गा चाहिँ बिक्री वितरण गर्छन् र काठमाडौँ चाहिँ उहाँहरूले खानीवालाहरूले र ठेकेदारहरू लगायत चाहिँ मान्छेले लगभग दिनमा 3 गाडी 4 गाडी कहिलेकाहीँ 5 गाडी ढुङ्गा लाने गर्छन्। 3 गाडी 4 गाडी 5 गाडी ढुङ्गा लानु भनेको 5 गाडी ढुङ्गा लानु भनेको लगभग झन्डै 20 लाख रुपियाँ जतिको चाहिँ कारोबार हुनुभयो। त्यही भएर अहिले यहाँ चाहिँ एकदमै ठिक छ। अझ पनि यहाँ चाहिँ यहाँको खानीवालाहरूलाई चाहिँ त्यो खानीमा पहिलाको जस्तो जुन प्रविधि छ हातले गर्ने त्यो चाहिँ टोकटके छिनुहरू हुन्छन् नि त्यो प्रविधिबाट काम गरिरहनु भएको छ। तर खानीवालाको माग के छ भन्दाखेरि अब अलिकति आधुनिक ढङ्गले चाहिँ हामीलाई चाहिँ खानीमा पनि तपाईँहरूले चाहिँ सहयोग गर्नुपर्ने भयो, सरकारको लगानी हालिदिनु पर्ने भयो। त्यहाँ हाम्रो खानीसम्म चाहिँ 3 फेज लाइन चाहिँ पुर्याइदिनु पर्ने भयो। ढुङ्गा काट्ने चाहिँ हामीलाई चाहिँ अहिले चाहिँ मिसिनहरू छन् जुन ढुङ्गा काट्ने मिसिनहरू त्यो पनि हामीलाई चाहिँ एकदम खाँचो भएको हिसाबले हामीलाई त्यो चाहिँ मिसिनहरू पनि उपलब्ध गराइदिनुपर्छ भन्ने खालको उहाँहरूको जुन योभन्दा अगाडि हाम्रो बजेट बनाउनुभन्दा अगाडि उहाँहरूको चाहिँ एउटा प्रस्ताव थियो। त्यो प्रस्तावलाई हामीले मध्यनजर गर्दै हामीले त्यसलाई चाहिँ वडा कार्यालयले चाहिँ बैठक बसेर त्यसलाई छलफल गरेर निर्णय गरिसके पछाडि हामीले लगभग उहाँलाई 35 लाख रुपियाँको पैसा छुट्याएका छौँ मिसिन खरिद गर्नको लागि। अब बिउ गाउँपालिकाबाट त्यो चाहिँ टेन्डरबाट हामीले खरिद गर्ने भएको हिसाबले भोलि या पर्सिसम्म त्यसको सूचना चाहिँ तपाईँको आउट हुन्छ। सूचना आउट भइसकेपछि हामीले त्यहाँ चाहिँ 35 लाख रुपियाँको मिसिन खरिद गरिसकेपछि अझ हामीले खानीवालाहरूलाई चाहिँ त्यो मिसिन चाहिँ हामीले वितरण गरिसकेपछि यहाँको खानीवाला अझ उत्साहित हुन्छन्। अझ यहाँ चाहिँ तपाईँहरूको रोजीरोटीको धेरै चाहिँ तपाईँको चाहिँ सम्भावनाहरू बढ्दै जान्छन्। विदेशमा भएका भाइहरू जो छन् दाजुहरू जो हुनुहुन्छ उहाँहरूले पनि एकदमै हामीलाई फोन गरेर रिक्वेस्ट गर्नुभएको छ हामी त यहाँ एकदमै डुबेका छौँ, दुःख गर्नुपर्छ, हामीलाई त्यही केही कुराहरूको चाहिँ तपाईँहरूले बन्दोबस्त गरिदिनुपर्छ भन्ने खालको कुराहरू गर्नुभएको छ। हामीले चाहिँ अब तपाईँहरू पनि फर्केर आउनुहोस् यहीँ काम गर्नुहोस् भन्ने हामीले उहाँलाई यही सल्लाह सुझावहरू दिएका छौँ। खानीवाला मात्रै नभएर यहाँ चाहिँ जडीबुटीको एउटा धनी ठाउँ पनि हो। यहाँ जडीबुटी पनि प्रशस्त रूपमा पाइन्छन् र अर्को चाहिँ तपाईँको लोकता अड्गेलीहरू पनि हुने ठाउँ हो यहाँ। त्यसरी चाहिँ हामीले रोजगारको व्यवस्थाहरू मिलाउनु छ र अझ म त के भन्छु भन्दाखेरि यहाँको एक युवा एक रोजगार हुनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ। र अर्को चाहिँ यहाँ महिला दिदीबहिनीहरू आमाहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि हामीले चाहिँ गाउँपालिकाको बजेटबाट वडाको बजेटबाट चाहिँ हामीले जुन यो अल्लोको भाङ्रा जुन मैले पनि लगाइरहेको छु त्यो भाङ्रा चाहिँ हामीले उहाँहरूलाई चाहिँ सिप सिकाउने गरेका छौँ। अहिले चलिरहेको छ र यो चाहिँ एक महिला र महिला उद्यमी पनि हुनुपर्छ है भन्ने हिसाबले पनि हाम्रो मान्छेलाई रोजगारमा यसरी जोडेका छौँ। हजुर हामीले यो खानी निकालिरहँदा हाम्रो वातावरण हिसाबले यहाँ प्राविधिक अध्ययन गरेको छ कि छैन? छैन। यो चाहिँ उहिले नै होइन मैले भने 2000 सालतिर नै यो चाहिँ सुरुवात भएको। यो परम्परागत र परपूर्वकालदेखि नै चलिआएको हुनाले यहाँ केही पनि छैन। त्यसमा त्यो यो खानी निकाल्ने ठाउँहरूमा त्यस्तो बस्ती वन जङ्गली जनावर त्यस्ता कुराहरूलाई काहीँ क्षति हुने ठाउँ पनि छैन त्यहाँ चाहिँ, त्यसले केही समस्याहरू पार्दैन। हजुर एउटा ढुङ्गा खानी छ, ढुङ्गा खानीको तल पुछारमा ठ्याक्कै खोला छन्, मान्छेले जति पनि ढुङ्गाहरू निकाल्छन् त्यहाँ केहरू आउँछ त्यो काम नलाग्ने चिजहरू चाहिँ त्यो खोलाले बगाएर लगिसकेपछि त्यसमा काहीँ अहिलेसम्म लगभग तपाईँको चाहिँ 80-81 वर्ष भइसक्यो होइन। त्यहाँ अहिलेसम्म काम गरेका मान्छेहरू अहिले पनि बसिरहनु भएको छ, बाँचिरहनु भएको छ। उहाँहरूको कुरालाई सुन्दाखेरि पनि अहिलेसम्म त्यस्तो समस्याहरू आउने त्यस्तो क्षति हुने कुराहरू केही पनि भएको छैन। हस्, धेरै धेरै धन्यवाद हजुरलाई। धन्यवाद, थ्याङ्क यू। भिडियो हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कमेन्टमा लेख्नुहोला। यस सम्बन्धी विस्तृत भिडियो तपाईँको माझ ल्याउने नै छु। लाइक, सेयर र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला।